सपना भई आँखामा आउने को होला। सबैलाई नमस्कार, म सुग्रिसाल। आज चाहिँ ठ्याक्कै म यो कालीपाण्डे डाँडामा आएको छु। एकदमै रमाइलो ठाउँ रहेछ, एकदमै ठाउँ पनि राम्रो र एकदमै भ्यूज पनि राम्रो रहेछ। र यसै गरी मैले कता कता सुनेको थिएँ, एउटा बहिनीले राम्रो गीत गाउँछ भनेर म गाउनुहुन्छ भन्ने सुनेको थिएँ। त्यही भएर चाहिँ म कालीपाण्डे डाँडामा आएको छु। र यसै गरी हामीसँग उहाँ बहिनी पनि हुनुहुन्छ। हजुर नमस्कार बहिनी। नमस्ते। के छ, आराम हुन्छ? आरामै छु। कता सुनेको थिएँ हजुरले एकदम मिठो गीत गाउनुहुन्छ भन्ने सुनेको थिएँ। कस्तो छ हाम्रो गीत? सुन्नेले ठिकै छ भन्छन्। हो ए, अनि मिठो गीत एउटा हाम्रो दर्शकमाझ सुनाइदिनु, एउटा सुनाइदिनु त। हुन्छ। सपना भई आँखामा आउने को होला, रहर भई मानमा बसिने को होला, चोरी लाने देखि मलाई को होला। धन्यवाद बहिनीले, एकदम मिठो गीत गाउनु भएको छ। दर्शकबिन एकदमै स्वर पनि मिठो लाग्यो, खुसी लाग्यो। र यसै गरी एउटा अर्को गीत पनि गाइदिनु हुन म अनुरोध गर्छु बहिनीलाई। एउटा मिठो गीत, छोटो पानी परेको अवस्था पनि छ, एकदम मिठो गीत गाइदिनु त। कस्ता कस्ता आउँदा बेगरिन तिम्रा लागि भना के गरिन, फुल्यो गुराँस भनम कि नभनम एउटा कुरा छ, आउँदा बेगरिन तिम्रा लागि भना के गरिन, फुल्यो गुराँस भनम कि नभनम एउटा कुरा छ, भनम कि नभनम भएको छ बहिनीले। र एकदमै खुसी पनि लाग्यो र एकदमै मिठो स्वर पनि भयो। र हाम्रो एकदम दर्शकबिनले पनि मन पराइदिनुहुन्छ भन्ने एकदमै आशापूर्ण लिएको छु। र उहाँको विचारा सुदूरपश्चिमको हुनुहुँदो रहेछ, सुदूरपश्चिमको कैलाली जिल्लाबाट आउनु भएको रहेछ हाम्रो बहिनी चाहिँ। उहाँको सोच चाहिँ एकदमै मिठो छ। हजुरहरूले पनि साथ सपोर्ट दिनु होला र कमेन्टमा के कस्तो छ स्वर चाहिँ एकदमै कमेन्टमा लेखिदिनु होला। सबैजनाले हाम्रो बहिनीको लागि एकदमै कमेन्टको लागि त गर्दैन। अहिले चाहिँ बहिनी बाई बाई भनिदिनु त। अहिले नेक्स्ट टाइममा तपाईँलाई फेरि पनि स्टुडियोमा देख्न चाहन्छु। अहिले चाहिँ बाई बाई। सबैले कमेन्ट गरिदिनु होला, साथ दिनु होला।